हेलो एभ्रिवान, सेवारो सम्पूर्णमा र आजदेखि म चाहिँ ड्युटी आइसकेँ हो। र अब चाहिँ दार्जिलिङको वेदर चाहिँ दामी भइरहेको छ हो, किनभने सिङ्गल सर्टमा पनि अहिले ड्युटी गर्न सकिँदैछ दिनमा चाहिँ हो। बेलुका पनि अहिले त्यति साह्रो जाडो सायद भएको छैन होला, अब भरे थाहा हुन्छ, किनभने आजदेखि म ड्युटी जोइन गरेको 15-16 दिन बादमा हो। अन्त दिनमा चाहिँ एकदम दामी भइरहेको छ वेदर हो। अन्त म तपाईँलाई एउटा चिज देखाउँछु ल। यो रुख चाहिँ जापानिस मेपलको रुख अरे हो। अन्त पत्ताहरू पनि अब अर्कै मजाको छ। अन्त यसले चाहिँ अब जब यो विन्टर सिजनमा चाहिँ कलर चेन्ज गर्छ अरे हो। अन्त हामी फर्स्ट टाइम यहाँ ड्युटी गर्दैछ हो। 3टा कलर चाहिँ चेन्ज गर्छ अरे यो रुखले चाहिँ, यसको पत्ताले चाहिँ। अन्त अब हामी त सायद डिसेम्बरसम्म बस्छौँ बस्दैनौँ त्यो थाहा छैन होइन। यदि हामी बसेछौँ भने चाहिँ म तपाईँहरूलाई मजाले भिडियो देखाउने छु है। त 3टा कलर चेन्ज गर्छ अहिले त यो कलिलो चाहिँ जस्तै भर्खर पौलो फेरेको हो। अब पछि विन्टरमा जब यो छिपिएर जान्छ, विन्टरमा चाहिँ कलर चेन्ज गर्छ अरे। यो जापानिज मेपल अरे यो चाहिँ। दामी छ, रुख पनि मजाको छ हो। ओके फ्रेन्ड्स, बाई बाई।